अँ, यो हाम्रो कोरियामा बस्ने बागलुङे ठिटो भनेर नाम राखेको छ हाम्रो भाइले होइन, जसले मेरो कपी गरिरहेको छ भोइसमा। र मैले यो भाइलाई के भन्छु भने मैले भन्न चाहन्थिनँ होइन, मैले आजसम्म उसलाई केही रोष पनि हानेको छैन। तर उसले चाहिँ ओली किङजीको साथमा मलाई पनि चाहिँ नपर जोडेर टिकटकमा चाहिँ नपरो हाम्रा यस्ता स्टार यसरी हाई गरेर सुतिरहेका छन्। अनि यस्तो उस्तो यान त्यान यान त्यान। एउटा कुरा म के भन्छु भने तिमीलाई, त्यस्तै हाई हाई गर्ने, त्यस्तै ड्रामाहरू गर्ने, त्यस्तै बोली भाषा बोल्ने भएर त आज यो मुकाममा तिमी पुग्यौ मेरो भाइ। त्यति तिम्रो दिमाग छैन, बुद्धि छैन। कुरा त साह्रै ठुल्ठुला गर्छौ तिमीले, साह्रै हिरो स्मार्ट बन्न खोज्छौ, तर अक्कल चाहिँ बच्चाको जस्तो छ दिमाग। दाइले आजसम्म त्यस्तै गरो त तिमीलाई मौका मिल्यो र त्यति चाहिँ तिमी त्यहाँसम्म पुग्यौ। नभए तिम्रो आवाजबाट सुरुदेखि आएको भए यहाँसम्म पुग्थ्यौ तिमी मेरो भाइ। आज 2 पैसा आएको छ, 200-400 भ्युवर्स बढेका छन्। यो सबै देन कसको? दाइको त हो। शुक्रिया अदा गर्ने गर के। माथि अगर कोही बसिया छ उसले सुन्यो भने पनि त के भन्ला यार। संसारमा यदि कोही छैन नि एउटा परम शक्ति जो छ नि त्यो हुन्छ के मेरो भाइ। त्यति चाहिँ नपरो खुद स्वार्थी पनि नबन के। धेरै स्वार्थी बन्न मान्छे हुन्न के। जो थालीमा खाइन्छ उस थालीमा छेद कहिले पनि नगर्नु मेरो भाइ। जसको भोइस, जसको आवाज राखेर जसलाई टोल बनाएर तिमीले आजसम्म त्यति प्रगति गरेका छौ, अझ चाहिँ नपरो ठुला कुरा गर्छौ तिमीले। तिमी अझै पनि तिमी चाहिँ नपरो मेरो बराबरको आधा पनि 50% पनि तिमी भएको छैनौ यार, बुझ्यौ। केही पनि चिजमा, न कन्टेन्टमा, न भ्युअर्समा, न पहिचानमा, न बोली भाषामा, न रहन सहनमा, हरेक कुरा कुनै पनि चाहिँ नपरो एङ्गलमा चाहिँ नपरो तिमी अझै पनि मेरो बराबर चाहिँ नपरो तिमी छैनौ यार। त्यो हुन पनि हुन्नौ। कहिले बाउ बराबरको छोरो हुन्न कि मेरो भाइ। शिष्य बराबर, गुरु बराबरको शिष्य हुन्न, बुझ्यौ। गुरु जो हुन्छ। महाभारतमा आचार्य द्रोण जो थिए, अर्जुन जो थिए कि। अर्जुन जति ठुलो शक्तिशाली भए पनि आचार्य द्रोण गुरु बनेरै उसको नाम आउँछ कि। त्यस्तै चाहिँ तिम्रो र मेरो इतिहासमा यदि नाम खोज्दाखेरि पहिला माइला दाईको नै आउँछ, त्यसपछि तिमी आउने हो बागलुङे। यो कुरा नभुले, बुझ्यौ। याद राख। त्यति घमण्ड पनि मान्छेको राम्रो होइन कि। यदि म 1 महिना लाइभ आइन, मेरा यिनी बोली भाषा रहेनन् भने तिमी खोला मासु छटपट्टिने हो, बुझ्यौ। केही छैन तिम्रो खोपी, बुझ्यौ। याद राख। त्यही भएर दाजुहरूलाई रिस्पेक्ट गर्न सिक, इज्जत गर्न सिक। जो कोरोना कालदेखि 18 चाहिँ टिकटक सुरुवातबाट आजसम्म सङ्घर्ष गर्दै आएका दाजुहरूलाई धम्की दिन अलिकति लाज लाग्दैन तिमीलाई? शरम लाग्दैन? टिकटकमा पनि त एउटा विधान हुन्छ, एउटा संस्कार हुन्छ कि सबै भुलिसकेको तिमीले? दाजुहरूले कहिलेकाहीँ हप्काउँछन्, गाली गर्छन्, कहिलेकाहीँ बोल्छन्। त्यो चिजलाई राम्रो तरिकाले पनि त भन्न सकिन्छ नि। ओली किङले पनि के नराम्रो पो भन्नु भएको छ र तिमीलाई? उहाँले त मेरो पनिसमेन्ट गरेन त्यति त भन्नुभएको थियो। अरू के भन्नुभएको छ उहाँले? गाली दिनु आएन, केही गर्नु। दाजुहरूले 2-4वटा कुरा भन्छन्, सुन्न पनि पर्छ। हामीलाई कति गराएछन् हेर त। हामीलाई चाहिँ तिमीलाई गराएपर के गर्छौ तिमीले? पचाउन सक्छौ? पचाउन सिक के मेरो भाइ। केही कुराहरू पचाउन सिक। पचाए मात्रै यो संसारमा हामी चाहिँ त्यो एक्टिभ, त्यसलाई स्टार भनिन्छ कि, जसले पचाउन सक्छ। तिमीले सानो दाजुहरूले झपाडेको त तिमीले पचाउन सक्दैनौ। तिमी कहाँका स्टार हो? घर जो बच्चाले घरको बाउआमाको गाली सुन्दैन नि त्यो बच्चा कहिले पनि कामयाब हुन्न के, बुझ्यौ। फलामलाई जति चाहिँ नपरो हानो, त्यसलाई जति घोटो, जति थिचो त्यति त्यसले आकार दिने हो कि मेरो भाइ। घोटिन सिक, बुझ्यौ। त्यति भन्न चाहन्छु। बाँकी आफै सम्झेका होला।